क्रिस्चियन मञ्च तपाईँकै लागि। हुन्छ, जय मसीह छ। फेरि पनि तपाईँलाई क्रिस्चियन मञ्चमा म तपाईँलाई स्वागत भन्न चाहन्छु है। र आज फेरि अर्को एउटा गीत लिएर आइसकेको छु, जुन गीतलाई चाहिँ हाम्रो सब्सक्राइबर मित्रले रिक्वेस्ट गर्नुभएको गीत अलिक पहिले मलाई रिक्वेस्ट गर्नुभएको थियो, माफ गर्नुहोला समयमा ल्याउन सकेन। र आज त्यो गीत सिक्न जाँदैछौँ र यो गीत चाहिँ अति राम्रो छ। हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभु भन्ने गीत छ, अति राम्रो छ। यो सायद मलाई लाग्छ सुभाष सुब्बाज्यूले कम्पोज गर्नुभएको र उहाँको गीत हो। यो गीतलाई चाहिँ तपाईँले युट्युबमा भेट्न सक्नुहुन्छ र यसलाई एल सदाईको गीतमा अर्थात् तपाईँले चाहिँ यसलाई यो जायोनको या सियोनको गीतको पुस्तकको 28मा तपाईँले भेट्न सक्नुहुन्छ यो गीतलाई। र हामी यो गीत सिक्नेछौँ है सजिलो तरिकाले। गएको हप्तामा तपाईँले पक्कै पनि नयाँ गीतहरू सिक्नुभयो होला र मैले हालेको गीतहरू हेर्नुभयो होला, कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला। धेरैजनाले हाम्रो गीतहरूलाई हेरिराख्नु भएको छ, सिकिराख्नु भएको छ, तर सब्सक्राइब गर्न अलिक बिर्सिराख्नु भएको छ। कृपया अनुरोध गर्न चाहन्छु सब्सक्राइब पनि गर्नु होला। फ्री छ, यो सिक्ने च्यानल हो, फ्रीमा सिक्ने च्यानल हो, तपाईँले सिक्न सक्नुहुनेछ। आउनुहोस् ढिलो नगरिकन यसमा लागेको कर्ड, यसमा कसरी बजाउने र यसलाई कसरी गाउन सक्छौँ, हामी त्यो कुराहरू सिक्नेछौँ। हुन्छ, हामी यसको कर्ड पहिला हेर्नेछौँ है। यो गीतलाई तपाईँले पुरानो शैलीमा गाइएको युट्युबमा भेट्नु भने त्यो चाहिँ डीबाट छ है। तपाईँले डीबाट त्यसलाई गाउन सक्नुहुन्छ। अनि त्यसमा लागेको कर्डहरू पनि तपाईँले यदि चाहियो भने भन्नु होला, म देखाइदिन्छु। तर आज चाहिँ हामीले ईबाट अलिकति सजिलो, राम्रो, सुन्दा मिठो ईबाट हामी सिक्नेछौँ है। र यसमा प्रयोग भएको कर्डहरू के छ भन्दाखेरि ई मेजर स्केलबाट छ, त्यसैले हामी ई कर्ड है। अर्को कर्ड चाहिँ हामीले के गर्छ, ए कर्ड, यहाँ पनि बजाउन सक्नुहुन्छ, यहाँ पनि तपाईँले बजाउन सक्नुहुन्छ। र अर्को कर्ड भनेको बी मेजर, यहाँ छ बी मेजर, यहाँ पनि छ बी मेजर, हामी यहाँ धेरै प्रयोग गर्छौँ है। अर्को एउटा चाहिँ माइनर कर्ड भनेको सी शार्प माइनर पनि प्रयोग गर्छौँ, सी शार्प माइनर। अर्को एउटा कर्ड प्रयोग गर्छौँ जी शार्प माइनर, हेर्नुहोस् त यहीँ ट्याक्कै माथि बी माइनर सी शार्प माइनरको ट्याक्कै माथि छ जी शार्प माइनर। र अर्को एउटा कर्ड प्रयोग भएको छ एफ शार्प माइनर है। अलिकति माइनर कर्ड धेरै छ है, तर गाह्रो हुन सक्छ र हामी सजिलो छ, तर यसलाई हामीले राम्रोसँग प्रयोग गर्न सक्छौँ। हेर्नुहोस् त, म फेरि तपाईँहरूलाई भनिदिन्छु, ई मेजर, ए मेजर, बी मेजर, सी शार्प माइनर, त्यसको ट्याक्कै माथि जी शार्प माइनर, अनि यहाँ ब्याकमा आयो भने सेम पोजिसनमा तपाईँको एफ शार्प माइनर। यति कर्डहरू प्रयोग भएको छ र यति कर्डहरू प्रयोग गरेर हामीले सजिलोसँग गीत लगाउन सक्छौँ। र यही कर्डहरूलाई प्रयोग गरेर र कुन स्ट्रमिङमा गाउन सक्छौँ भन्दा हामी स्ट्रमिङ सिक्नेछौँ है। यसको स्ट्रमिङ चाहिँ तपाईँले यो स्ट्रमिङमा यसलाई बजाउन सक्नुहुन्छ। आउनुहोस् हामी स्ट्रमिङ सिक्नेछौँ। हुन्छ, यसको स्ट्रमिङ कसरी बजाउन सक्छ तपाईँले गीत अनुसार सुन्नु भने एकदम कठिन हुन्छ यसलाई थाहा पाउन, तर यसलाई चाहिँ 3/4 को स्ट्रमिङमा छ है। मजाले तपाईँले यो स्ट्रमिङमा है, डाउन अप डाउन, 1 2 3 यो खालकोमा डाउन डाउन डाउन। नर्मल जाँदा यो पनि जान सकिन्छ, यो पनि जान सक्नुहुन्छ है। सामान्य सिक्ने हो नि, एकदम बिगिनर हुनुहुन्छ तपाईँले यो बिटमा गाउन सक्नुहुन्छ, एकदम सजिलो छ है, यो गर्न सक्नुहुन्छ। अनि तपाईँले डाउन अप नर्मल, हेर्नुहोस् त, डाउन अप 1 2 3 1 2 3 यो छ। गर्न सक्नुहुन्छ या यहीलाई डाउन डाउन अप डाउन डाउन अप डाउन पनि गर्न सक्यो है। 1 2 3 1 2 3 त्यो चाहिँ काउन्टिङ चाहिँ 1 2 3 चल्यो तपाईँको, डाउन 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 या त डाउन अप या डाउन डाउन अप डाउन अप डाउन, यसरी गर्न सक्नुहुन्छ। एकदम सजिलो छ, यो स्ट्रमिङलाई प्रयोग गर्नुहोस् र त्यही कर्डरलाई प्रयोग गरेर तपाईँले चाहिँ यो गीतलाई गाउन सक्नुहुन्छ। आउनुहोस् हामी यो गीतलाई सिक्ने कोसिस गर्नेछौँ। हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई, हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। मैले प्रभुलाई चिनिन,
तर चुन्यौ मलाई मैले प्रभुलाई चुनिन तर चुन्यौ मलाई म पापीले पनि उद्धार पाउन सके म पापीले पनि उद्धार पाउन सके स्वर्गीय राजको म एक भएँ स्वर्गीय राजको म एक भएँ हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। सेम तरिकाले हामी सेकेन्ड स्टेन्जालाई पनि गाउन सक्छौँ है। यति महान प्रेम प्रभुको वर्णन गर्न नसक्ने यति महान प्रेम प्रभुको वर्णन गर्न नसक्ने बिर्सन्न म त्यस गुणलाई गर्यो म पापी प्रति बिर्सन्न म त्यस गुणलाई गर्यो म पापी प्रति यस कारण म प्रभुको प्रशंसा गर्छु यस कारण म प्रभुको प्रशंसा गर्छु हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई हृदयभरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई। हुन्छ, धेरै धन्यवाद। यो पक्कै पनि हेरेर तपाईँ आशिषित हुनुभयो होला। म फेरि पनि तपाईँलाई रिक्वेस्ट गर्न चाहे, यदि हाम्रो च्यानल पहिलोचोटि हुनुहुन्छ र तपाईँले अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, कृपया सब्सक्राइब गरेर बेल आइकन दबाउनु होला, ताकि अर्कोचोटि फेरि नयाँ गीतहरू ल्याउँदा तपाईँले तुरन्तै प्राप्त गर्न सक्नुहुन्छ अनि तपाईँले सिक्न सक्नुहुन्छ। फ्री लेसन हो, तपाईँले सजिलै सिक्नुहोस्। यदि तपाईँलाई कुनै गीत सिक्न मन छ, चाहिएको कोडहरू छ भने मलाई भन्नुहोला, म तपाईँको लागि त्यो गीतहरू उपलब्ध गराउने कोसिस गर्नेछु है। मैले लिरिक्सहरू तपाईँको डिस्क्रिप्सन राखिदिएको छु, त्यहाँ हेर्न सक्नुहुन्छ। तपाईँले गीतहरू सुन्न सक्नुहुन्छ र आशिषित हुन सक्नुहुनेछ। फेरि अर्को हप्तामा हामी भेट्ने वाचा गर्दै अहिलेलाई बिदा हुन्छु। हवस् त, सबैलाई जय मसीह।